नमस्ते साथीहरु स्वागत छ हजुरहरुलाई मेरो यो मिनी ब्लगमा आज हाम्रो यस्तो धान रोप्ने कार्यक्रम छ। अब यो रोपारीहरु मलाई लास्टै पर्छ कस्तो चर्को घाम लागिरहेको अब म धान रोप्न जाने हो। यिनीहरुले मलाई त्यसरी गालेको चाहिँ हाम्रो छुच्चा रोपारीहरु एकदम छुच्चा रोपारीहरु छ कि मेरो। ल सबैजना अब हाम्रो रोपारीहरु देखाउँछु ल हजुरहरुलाई। लास्टै छुच्चा छ नि यिनीहरुले एकदम गाली गर्छ मलाई। ल यो देखाउनु त हाम्रो रोपारीहरुलाई। यहाँ हेर्नु त सबै त्यसरी गाली गर्छ यिनीहरुले मलाई अहिले। यहाँ रोप्न गएर भनेर त्यही भएर अब रोप्न लाग्यो है साथीहरु। उनी सासु आमा हो नि बहिनीहरु काम छैन मलाई त्यसरी गाली गर्छ। काम छैन म काम गर्छु यिनीहरुको काम छैन। यिनीहरु कामै छैन मलाई गाली गर्ने काम मात्रै हो। मल छ र अब म यो मल कता हो यो आमा? ल अब मेरो खेतलाहरु छ यहाँ। अब यता रोप्छु हेर्नु है साथीहरु। कस्तो खतरा तरिकाले रोप्छु मैले। पहिलो भन्दा छुट्टै तरिका त्यता ल्याउ नि आमा। अब यस्तो घाममा यदि त पास ल ल त्यहाँबाट फेरि अब कता हो जाने? यता हो ल ल गाईलाई एउटा छाता ल्याइदिनु पर्दैन? लाई साथीहरु खाना रोप्न सुरु गरे ल। हजुरहरु पनि हिलाइखेनी भए आउनु होला। हिलाइखेनी भए आउनु होला बहिनीहरुसँग लड्नलाई। खतरा बहिनीहरु छन् यहाँ यत्रा मोटा कहाँ हो त? खै बिदिनु त कता हो? यहाँ आउन यहाँ मेसमा यस्ता पनि छन् जिन्दगी। छेउमा अनि हुन्छ छेउमा त मलाई सक्दिनँ। झन् सजिलो हुन्छ त आफ्नो कुरले जान पाइन्छ। ल ओके गाइज अब मैले यहाँ रोप्छु हेर्नु है। खतरा हो नि कतिवटा रोप्ने हो? यो बिहान कोही काडेको बिउ तपाईँ डल्लै डल्ला रहेछ। कोहीले भने किन म यहीँ आडेको अब त्यही हो। यहाँ हेर्नु है साथीहरु खतरा रोपिदिन्छु कि म त। अनि त्यही रोप्दै उठ्न पर्छ र फेरि हामीले गाड्दै सर्लकै उठ्दै हो। ल साथीहरु हेर्नु है आज हाम्रो आजबाट रोप्न जाने जान्छ नि। भोलिबाट अर्की बहिनीको सुरु हुन्छ होला फेरि। रमाइलो छ जिन्दगी। ल एकदमै रमाइलो भइरहेछ। हिलाई हेल्ला आउनु असार 15 मा हाम्रोतिर। ए उडा के भयो? बस्दैन पनि। जाऊ न छ होला नि। असार छ होला नि। यसरी तानेको बिउ हो के यी डल्ला। त्यही डल्लै रोप्देऊ न झन्। डल्लै फल्छ हैन? ल फेरि हिलाई हेल्ने छ अब असार 15 मा भन्दै आजलाई बिदा माग्न चाहन्छु। यदि मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद बाई सी यु अगेन।